पानी नपरेर बियाड चाहिँ के अरे पहेँलो भएको छ। यहाँ त पाल्पामा पानी परेको छैन। अब कहीँ कतै परेको भए त त्यो थाहा भएन, तर पाल्पातिर पानी परेको छैन। के अरे कसरी रोपाइ लगाउने हो थाहा छैन। हेर्नु त पानी नपरेर के अरे पहेँलो पहिलो भएको छ। हेर्नु त हाम्रो मकैहरू हेर्नु त। यसरी साँझको बेला मैले चाहिँ भिडियो सुट गरेको है त। मकै उतातिर हरियाली हरियाली छ है त। हेर्नु त। तर यताउति वरिपरि चाहिँ सिमहरू चाहिँ मजा छ, एकदम राम्रो छ। मकैहरू एकदम राम्रो छ मकैहरू, तर पानी परेको छैन। हेर्नुहोस् त। अब यहाँ पनि बस्ती बढिसक्यो यहाँ। उतातिर सिलिङ्गी, बेसुन्डाँडा अनि भैँसीकटा, ओलेस भन्ने ठाउँतिर हो यो चाहिँ। यो माथि डाँडामा चाहिँ है त एकदम राम्रो एरिया छ। ल मकै चाहिँ यसरी हरियाली छ, हेर्नुहोस् है त। ल यता पारी पनि देखाइदिन्छु तपाईँहरूलाई। यता पारी चाहिँ चिदिपानी, बाखोक, आरे भाङज्याङ भन्ने ठाउँतिर हो। साँझको बेला चाहिँ मैले भिडियो सुट गरेको छु तपाईँहरूलाई है त। मन परे लाइभ सब्सक्राइब गर्नु होला है त। लाइभ सब्सक्राइब गरेर मलाई सपोर्ट गरिदिनुहोस् है त।